हेलो एभ्रिवान, आज चाहिँ हामी ठ्याक्कै पुखुवासम्मको यात्रामा निस्केका छौँ। यहाँ लकुमार दाई हुनुहुन्छ, अनि अगाडि हुनुहुन्छ सुभाष दाई, अनि यहाँ गुरुजी हुनुहुन्छ। आज कस्तो हुन्छ, हामी सुरुङतिर छिर्छौँ होला है, तर हेरौँ अब भित्र भिडियो गर्न दिन्छ कि दिँदैन है। सकभर भिडियो गर्ने कोसिस गर्नेछौँ। भित्र 3-4 ताले बिल्डिङहरू बनाएको छ अरे, हेरौँ कस्तो रहेछ। हामी नुम पुग्छौँ यहाँ आज। हामी आज सुरुङै हुँदै नुम पनि पुग्छौँ है गाइज, हेर्दै गर्नु होला। स्टे ट्युन ल गाइज। ल यहाँ चाहिँ बाटो निर्माण काम भइरहेको रहेछ है। अलिकति थोरै यहाँ बाटो चाहिँ अवरुद्ध भयो, हिलोहरू। बाटो चाहिँ बिजोगै रहेछ यहाँ, यस्तो अवस्थामा रहेछ। ल हेरौँ त, यहाँ त हप्ता दिन जति पानी पर्ने बित्तिकै गइरहेछ यहाँ हुँदो। यो चाहिँ सरसाप भन्छ क्या यसलाई। अब सुभाष दाईको चाहिँ ड्युटी सुरु भइसक्यो त। ल अहिले चाहिँ हामी यहाँ ठ्याक्कै केराबारी आइपुगेको छौँ। यहाँबाट केही देखिन्छ। 54 मिटर छ, 154 मिटर। अनि पानी चाहिँ कहाँदेखि आउँछ यहाँ चाहिँ? तल दुलो छ। अब मेरो काम चाहिँ यही हो, अब यो मिलाएर खिच्नु। अब हामी यहाँ खाना खान्छौँ, अनि त्यस पश्चात फेरि हाम्रो सुभाष दाईको अलिअलि ड्युटी छ। अनि त्यो ड्युटी सकेपछि चाहिँ हामी के गर्छौँ? ड्युटी सकेपछि रिटर्न हुन्छौँ भाले खाने। ल ठिक छ, भाले खाने आएको त हो नि होइन। ल जाउँ ल। संयोजक चाहिँ सुभाष श्रेष्ठ है। ल संयोजकमा सुभाष दाईले राख्दिउँ त। जानेको मान्छेले काम गर्दैछ, यहीँ पुग्नै पऱ्यो क्या। ल अहिले चाहिँ हामी यहाँ पुखुवा सुरुङ नजिक आइपुगेको छौँ। यहाँ पछाडि ब्याक साइडमा सुरुङ 3वटा किलो छ। यहाँ हामी चाहिँ अफिसतिर लाग्दैछौँ। ल यो आधी बनाउँदै हो? ए बनाइसक्यो रहेछ नि। ओहो अरुण खोला त। ल अरुण खोला चाहिँ यस्तो रहेछ है गाइस। ल अब चाहिँ हामी यहाँ काममा लाग्यौँ है त। यहाँ दाईको काम है, तर हाम्रो चाहिँ होइन। यहाँ हाम्रो दाई अगाडि हुन्छ। सुभाष सरको यता हेर्नु दाई। ल दाई चाहिँ पुरा क्यामेरा सहित पुरा हुनुहुन्छ। अब हामी चाहिँ भिजिटको लागि मात्रै हो। अब हेरौँ भित्र खिच्न पाइन्छ पाइँदैन। पाइयो भने अब थोरै चाहिँ हाल्ने कोसिस गर्नेछौँ, त्यही हो। यता फिराएर ल्याउँ ल। ठ्याक्कै हेर्नु सक्नुहुन्छ है, यो 3वटा सुरुङ ठुलोहरू छ। 3टा सुरुङ मार्गबाट हामी कुन चाहिँ सुरुङबाट चाहिँ के खिचिरहेको के भन्छ यो ठाउँमा? पुखुवा भन्छ यसलाई चाहिँ। यो अरू ठ्याक्कै पावर हाउस। पावर हाउस, अरू 3को पावर हाउस पनि भनेको यो पर हो नि त पावर हाउस। यो चाहिँ के हो? यो चाहिँ आउटफल हो कि। ए पानी उँधो जान्छ। ए ऊ त खोलामा फेरि जाने हो। फेरि जान्छ कि। ए अनि लोवरको लागि पनि लग्यो भने चाहिँ यहीँबाट जान्छ। कोही तार र ऊ मात्रै छ त। लु हेर। ए ल अहिले चाहिँ हामी यहाँ यो आउटपोल नजिकै यहाँको पनि केही फोटोहरू अथवा केही भिडियोहरू चाहिँ दाइले खिच्नुपर्ने अवस्था रहेछ। यो खिचेपछि अनि त्यहाँदेखि हामी मात्रै सोरुमतिर जान्छौँ। यहाँ देख्न सक्नुहुन्छ यता यो सबै यो एरियामा चाहिँ पुरा पहिरो जान्छ भनेर चाहिँ यो पुरा भित्र रड लाएर बाँध बाँधेर पुरा यो रडै रड घुसारेर यस्तो बनाएर चाहिँ यता
पुरै खोज्यो भने यो दिने मेरो त्यो पहिलाको भिडियोमा नि म यहाँ सुरुङमा छिरेको थोरै चाहिँ क्लिप हालेको थियो तर यसभित्र हामीले केही भिडियोहरू चाहिँ बनाउनु पाएनौँ त्यसले गर्दाखेरि आज हेरौँ के पाइन्छ पाइँदैन सुरुङ चाहिँ टक्क लाएर सर्ट यस्तो छ ल के हो धुवा आइरहेछ अब चाहिँ साथीले राख्नु है भित्र चाहिँ अब जे गरे पनि हुने ल हेरौँ है त यार पुरै यता नि सुरुङ यता झन् डेन्जर छ ल यो माथिबाट हेरौँ त के हो त्यो सुरुङ यार ल हामी चाहिँ सुरुङभित्र प्रवेश गरिसकेका छौँ सुरुङभित्र यहाँ धेरै कुराहरू बनाइरहेको छ हेर्न सक्नुहुन्छ है म यता पछाडि अगाडि देखाइदिएँ ट्याक्कै हेरौँ है यो अगाडि सुरुङ पुरा कन्स्ट्रक्सनको कामहरू भइरहेछ यो माथि पुरा रडले पुरा बिछाएर पुरा बनाइरहेछ थोरै यहाँ अगाडि गइयो भने चाहिँ यस्तो अहिले घुमाउनु ल्यायो अस्ति त एकचोटि छिरेको है डराउँदै छिरेको अनि मान्छे थिएन कोही आज मजा आयो होला नि त मजा आइरहेछ त्यस्तो मजा आएन होइन ए म चाहिँ काममा ड्युटी है ल ल ल ल ल अब चाहिँ हामी यहाँ वल्लोको सुरुङ चाहिँ हामी भिजिट गरिसक्यौँ अब हामी पल्लोमा जान्छौँ नि पल्लो सुरुङमा जान्छौँ अनि त्यो हेर्न पाइन्छ कि पाइँदैन 3-4 ताले ए ल अब हामी त्यहाँ अनि अरू पनि देखाउने छौँ है त के छ ल यो चाहिँ ठ्याक्कै पानी अलिकति धेरै भयो भने चाहिँ यो एरियाबाट चाहिँ बाहिर निक्लिन्छ है त ल अहिले हामी बाहिर निक्ल्यौँ अनि अब फेरि अर्कोतिर छिर्छौँ यहाँ भित्र फेरि छिर्छौँ है त फेरि अर्को सुरुङभित्र यो चाहिँ पानी जाने ए पानी रोक्ने यो चाहिँ हेरेको थियो क्या हामीले पानी कति मुनि गइरहेछ सर यो एरियामा चाहिँ हामी पहिला पनि आएको हामी योभन्दा अलिकति थोरै अगाडि पुगेका थियौँ अनि त्यो थोरै अगाडि पुरा बिल्डिङ छ क्या यो भित्र नि र अहिले हामी चाहिँ सुरुङ सानो सुरुङ हुँदै चाहिँ ए सानो सुरुङ हुँदै जाँदैछ यहाँ पुरा जाली लगाएको रहेछ यो जाली अफिस रहेछ ए यही बस्ने मान्छेहरू यही बस्छ यही हो तल अब हामी 7 तला पुग्छौँ उकालो ल 7 तलाबाट अब कस्तो देखिन्छ त्यो मुनि चाहिँ हामी हेर्छौँ होइन हेर्नु न यहाँ सबै ब्याट्री नै ब्याट्री कति यहाँ ब्याट्री होला राम्रो ल हामी दोस्रो तलामा आइपुग्यौँ दोस्रो तला है यो पछाडि माथि हेऱ्यो भने ए मुनि अझै तेस्रो तला है ए यहाँ पछिको लागि लिफ्ट बनाउने रहेछ यहाँ 7 तलाको छतमा छौँ हामी यहाँ अब यहाँदेखि मुनि हेर्छौँ है त कस्तो के रहेछ ए पुरा यो बिल्डिङहरू यहाँ हामी 7औं तलामा छौँ यो बिल्डिङ चाहिँ हामी टपमा छौँ क्या छतमा
आमा के बनाएको भनेको यो जुन छ नि सर बीच बीचमा पानी कहाँबाट ठ्याक्कै यो एउटा अनि त्यो माथिको दुईवटा तिनवटा त्यो पल्लो गर्दाखेरि 4वटा टर्बाइनबाट चाहिँ हामी पानी यहाँ ल्याउँछौँ अनि त्यहाँदेखि बाहिर लाने हो सुभाष दाई चाहिँ सर आफ्नो ड्युटी लिनुहुँदैछ हामी चाहिँ ल अहिले चाहिँ हामी यो 7औं तलाको माथि टपमा हिँड्दैछौँ सर र यो मुनि चाहिँ पुरा 7औं तला छ अनि चाहिँ हामी यही हो क्या मेन भित्र गएर बस्छु भने चाहिँ ठ्याक्कै के हो जस्तै यहाँ एउटा टर्बाइन छ भने यो एउटा हो अनि त्यो अनि पल्लो जम्मा 4वटा टर्बाइनबाट चाहिँ यहाँ पानी ल्याएर टर्बाइन चलाउँछौँ है सुभाष र उहाँलाई पो सबै कन्स्ट्रक्सन लाइनतिर अवस्था चाहिँ खतम छ लग्दै आउँदै हुन्छ पुरा हेरौँ न यहाँ कस्तो डेन्जर छ भने नि ल बिजुली उत्पादन हुने एरिया चाहिँ ठ्याक्कै यो एरियाबाट चाहिँ पुरा बिजुली उत्पादन हुन्छ है अनि यो 4वटा यो एउटा दुईवटा तिनवटा 4वटा एरियाबाट चाहिँ उत्पादन हुने यहाँ चाहिँ मेसिन पनि लगाइसकेको रहेछ हेरौँ अरू अरू के छ यतै हो ए सरले सर्ने नि यता यो क्रेनले चाहिँ जम्मा 500 टनको चाहिँ क्षमतासम्मको चाहिँ बोक्न सक्ने क्षमता रहेछ है त 500 टन ठ्याक्कै 500 टन ल अब कहाँ छिर्नु पर्ने हो 5 केजीको क्यामेरा अनि हेरौँ त अनि 2 दिनको ड्युटी यही त भन्नु लागेको हजुर 2 दिनको ड्युटी हेरौँ त खास जागिरमा जानु क्रेन हो यो क्रेन रहेछ क्या यो त कुर्छ त सर र कुर्ने लिक हो नि त यो यहाँ परसम्म चक्का त कुन यो डाँडो ओ 250 टनको क्रेन हो 250 टन सामान बोक्ने हो यो यो पसिनारी यो छ अनि यो यता हेर्नु तल देखाउनु यो चिजलाई सेकेन्डमा उठाएर सट्टै उहाँ हाल्दा क्या कहाँ चाहिन्छ यो सामानहरू है यिनीहरू सबै भनेको यहाँसम्म चाहिँ गाडीले ल्याउँछ गाडीले ल्याएर यहाँ एसेम्बल भयो अब यहाँदेखि चाहिँ ठक्कसँगले हाल्दा क्या त्यसैले एक्जस्ट फ्यान जस्तो सम्झ यो चाहिँ हावा खाने रहेछ ल त्यसको मोडल ल अब चाहिँ हामी यहाँ मेसिन हलतिर प्रस्थान गर्दैछौँ ए पानी तल नै पानी रहेछ यार नजानु है फेरि पुरा पिचबाट हामी अब चाहिँ मेसिनहरू भएको मेसिन हलतिर चाहिँ प्रस्थान गर्दैछौँ हेरौँ के कस्तो छ अन्तिममा मेसिन हलमा छिर्छौँ अब हेरौँ तल मुनि हामी अघि 7औं तलामा चढ्यौँ होइन अब कतिमा 4थोमा 4थो तलादेखि मुनि घट्छौँ है त ठ्याक्कै यो त्यो 7औं तलादेखि चढेर चाहिँ यो तल यो ठ्याक्कै यो क्रेनको लिफ्ट हुँदै चाहिँ हामी आएको अहिले हामी यहाँ तल दोस्रो तलामा छौँ अब हेरौँ यहाँ चाहिँ मेसिन कस्तो छ यो हेरौँ यो यहाँ ल ट्रान्सफर हलको यताबाट उँधो पछाडिबाट उँधो ट्रान्सफर हलको क्या यही हो भनेको यो पानी जाने नहीं यहाँ बत्ती निक्लेर यस्तो तारहरू गरेर के भन्ने केवल सुरु तारहरू गएर त्यहाँ जोडिन्छ क्या जुन ट्रान्सफर हल चाहिँ हाम्रो त्यो माथि अघि हामीले छोड्यो सुरुमा उताबाट पस्ने एउटा दुईवटा तिनवटा चारवटा गेट थियो गेटको पछाडिपट्टि थियो नि त्यही ए ठ्याक्कै यता हो ठुलो हामीले फर्केर हेऱ्यौँ नि त यहाँ परपट्टि भनेको सबै तारको एउटा एउटा गरेर आफ्नो 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 गाह्रो छ है अलग अलग सबैको अलग अलग भनेको कम्पनी नै फरक भने चाहिँ तलबाट देख्ने मेसिन सर तलतिर के छ यार ल यो पानी चाहिँ दोबान माथि दोबानबाट पानी आउँछ अनि यो एरिया चाहिँ त्यो अघि हामी जाने त्यो एरियामा चाहिँ जाने हो अनि त्यहाँदेखि टर्बाइन घुमाउनलाई यहाँ चाहिँ टर्बाइन बस्छ है त
उता बनाउँदै रहेछ बनाउँदै रहेछ यतातिर। ल हामी चाहिँ अब यहाँ पानी आउने ठाउँ ठ्याक्कै दोभानबाट पानी आउने ठाउँ यो एरिया, यहाँबाट चाहिँ पानी आउँछ है। अनि सायद यहाँ टर्बाइन घुमाउँछ होला सायद, अनि पर जान्छौँ हामी अलिकति अगाडि जान्छौँ हेर्नुलाई। एकदमै बवाल रहेछ है, भित्र आफ्नो आफ्नै काम आफ्नै कन्स्ट्रक्सन कामहरू भइरहेछ। वेल्डिङ काम गरिरहेको छ। कस्तो डेन्जर हेलमेट, पुरा हेलमेट लगाएर अब चाहिँ हाम्रो काम यहाँ सुरुङभित्रको काम चाहिँ सक्यो। अब हामी सिधै दोभान सुरुङ हुँदै जान्छौँ। तर त्यसको लागि त माथि केराबारी पुग्नु पऱ्यो होइन, केराबारी पुग्नु पऱ्यो। केराबारीबाट चाहिँ हामी ठ्याक्कै सुरुङ हुँदै हामी जान्छौँ। पाहाडले रोक्दो रहेछ भिरले के रोक। ल अब चाहिँ हामी बाहिर निस्किसक्यौँ है। हेलमेटहरू देखाइसक्यो सर। यो अरुण नदी अघि देखाएको छु मैले है सर। यो चाहिँ अफिस है त सो राम्रो ल फाइनल्ली अहिले चाहिँ हामी यहाँ ठ्याक्कै यो अरुण फ्लावरको यहाँ बाँध बाँध्ने ठाउँमा आइपुगेको छौँ। दाइको यहाँ पनि थोरै भिडियोहरू फोटोहरू बनाउनु पर्ने हुन्छ र अनि हामी त्यहाँदेखि चाहिँ हामी आज फर्किन्छ होला यस्तो बनाएको छ है। ल योदेखि जालीबाट चाहिँ पानी जान्छ है। अनि ठ्याक्कै यो एरियामा चाहिँ यहाँ बाँध बाँध्ने कार्यक्रम भइरहेछ। यो एरियामा चाहिँ बाँध बाँध्छ र यो एरियाबाट चाहिँ पानी फिल्टर भएर त्यहाँबाट सुरुङ हुँदै जान्छ है त। ल यस्तो बवाल बनाउँदो रहेछ यहाँ हेर्नु त, रडहरू के हो यो कसो हो। पुरा होल एरिया सबै रडको फलामको ट्रेनहरू रहेछ है। ल अहिले चाहिँ हामी यहाँ ठ्याक्कै इन्टेकको टपमा छौँ सर। यो ब्याकग्राउन्डमा चाहिँ सबै पुरा माटो सिमेन्टहरू हानिन्छ है। ड्रोन उडाउने कार्यक्रम भइरहेछ है। के त टक्क यस्तो बवाल बनाएर चाहिँ अब ठ्याक्कै पछाडि यता सर र पछाडि चाहिँ यस्तो पुरा रडहरू घुसारेर है, पुरा नट बोल्टु कसेर पुरा उयो बनाएर चाहिँ यसलाई आज चाहिँ एकदम रमाइलो भइरहेछ है। त्यहाँ दाइ हो, त्यहाँ क्यामेराम्यान दाइ चाहिँ
त्यहाँ माथि हुनुहुन्छ ऊ त्यहाँ सबै खिचेर देखाउनु पर्ने हुन्छ त्यसले गर्दाखेरि अब क्रेनहरू कत्रो क्रेनहरू रहेछ लक्ष्मण दाइ पनि बिजी हुनुहुन्छ आज बिस्तारै है बिस्तारै लडिन्छ है भनेको ल अब त्यो क्रेनले चाहिँ के सामान लान्छ हेरौँ है त के लान्छ नि रुल त पुरा गर्नुपर्छ सक्यो ल गाइस अब आजको काम चाहिँ दाइले सक्नुभयो है खिच्यो सबै हामी चाहिँ अब चाहिँ हामी ब्याक टु होम है त फर्किँदैछौँ है ब्याक टु होम अनि त्यही हो बाटोमा अब रात परिहाल्छ ल के छ कस्तो छ हेरौँ अब अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद होइन ल अब हामी चाहिँ अब घर फर्किन्छौँ है त रोड गाडी गएको रहेछ त्यही फेरि त्यही हो ल। निकाल्दै रहेछ क्या हो। निकाल्ने छैन यो सबै माटो लगेर